हेलो एभ्रिवान, आज म हजुरहरुसँग अस्ट्रेलिया स्किल्ड इमिग्रेसनको बारेमा केही कुरा गर्न चाहन्छु। यदि तपाई स्किल्ड वर्कर्स हुनुहुन्छ जस्तै कि एक इन्जिनियर, आईटी प्रोफेसनल, नर्सेस, अकाउन्टेन्ट र कुनै ट्रेड पर्सन हुनुहुन्छ भने तपाईले यो भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ। अस्ट्रेलियाले एउटा पोइन्ट बेस्ड सिस्टमको प्रयोग गर्छ जसमा तपाईको एज, वर्किङ एक्सपिरियन्स, क्वालिफिकेसन्स, इंग्लिश ल्याङ्ग्वेज प्रोफिसिएन्सी र यदि तपाई अस्ट्रेलियामा पढ्नु भएको छ भने त्योबाट पनि हजुरहरुले पोइन्ट्स क्लेम गर्न सक्नुहुनेछ र यसमा मिनिमम पोइन्ट्स रहेको छ 65 पोइन्ट्स। यदि तपाईले 65 पोइन्ट्स बनाइराख्नु भएको छ भने तपाई एलिजिबल हुनुहुन्छ र तपाईले सब क्लास 189, 190 र 491 जस्तो भिजा सब क्लासेसहरुमा एप्लिकेसन दिन सक्नुहुनेछ। यो भिजा सब क्लासेसले तपाईलाई पर्मनेन्ट रेसिडेन्सी र पछि गएर सिटिजनशिपको पनि बाटो देखाउनेछ। त्यसैले यदि तपाईले विदेशमा आफ्नो भविष्यको योजना बनाउँदै हुनुहुन्छ भने अस्ट्रेलिया स्किल्ड इमिग्रेसन एउटा राम्रो विकल्प मध्ये एक हो। सो माइग्रेसन प्रोग्रामहरुमा नयाँ अपडेट्सको लागि मलाई फलो गर्दै गर्नुहोला। धन्यवाद।